हेलो गुड मर्निङ नमस्कार साथीहरू, स्वागत छ हजुरलाई मेरो डे 43 मिनी ब्लगमा। यो हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम ठिकठाक छु। आज चाहिँ मैले हजुरहरूमा आज एउटा पहिले नैको भिडियो तर आज लिएर आउँदैछु। म चाहिँ बिहान उठेर झलक्क बिस्तारहरू मिलाउँछु, देख्न सक्नुहुन्छ। बिस्तार नमिलाइकन र छ्याक्क नपारिकन अरू काम गर्ने मन लाग्दैन है मलाई चाहिँ। अनि मैले चाहिँ घर काम सबै भइसकेकी थिएँ भने यो चाहिँ दिउँसोको समयमा, दिउँसो त के भने 10-12 बजेको समयमा सर्लक्क मैले घरहरू सफा गर्ने, पोचासोचा लगाउने, कार्पेटहरू त होइन यो बस्ने दुध छाउने सबै काम भइसकेँ। अनि मैले कोठालाई सर्लक्क पारिसके पछाडि मेरो काम रहेको छ, अघि नै धोएको कपडाहरूलाई धोइसकेकी थिएँ नि त। आधा लहर सुकाइसकेकी थिएँ भने आधा सुकाउने काम गरेँ। अनि फेरि लहर सुकाउँदैछु, देख्न सक्नुहुन्छ। अहिले फेरि कति धेरै कपडाहरू हुन्छ के। अनि त्यस पछाडि मैले चाहिँ सुकाउँदैछु, कोही उठाउने कोही सुकाउने काम चाहिँ जारी नै छ। त्यस लगत्तै मैले माथिको अहिले फेरि बर्खा लागेको छ, माथि कस्तो पानी जम्छ क्या। अनि मैले चाहिँ त्यो सरसफाइ गरेँ, सबै काम भइसके पछाडि मैले कपडा ल्याएर तल राखेँ। तल राखिसके पछाडि एकछिन घुमेर आइसके पछाडि साँझको खाना बनाउने बेला भयो। अनि मैले चाहिँ खाना बनाउँदैछु, देख्न सक्नुहुन्छ। खानामा चाहिँ रहेको छ आज मासु सायद बनामै। अनि मैले चाहिँ यताउति गरेर सबै काम भइसके पछाडि मासु भुट्न लागेँ, लोकल कुखुराको मासु। अनि लसुन अदुवालाई मजाले कुट्दैछु यहाँ चाहिँ, यता पनि देख्न सक्नुहुन्छ। अनि कुटेर मैले सबै चिज हालिसके पछाडि टमाटर पनि हाल्छु। टमाटर हालिसके पछाडि यो चाहिँ रहेको छ जिरा धनियाँको पेस्ट, यो रहेको छ गरम मसला। त्यस लगत्तै मैले यो कश्मिरी मिर्च पाउडर पनि राखिसके पछाडि एकछिन भल्किन दिइसके पछाडि मैले मजाले 4 सिटी लगाउँछु। 3-4 सिटी लगाइसके पछाडि मासु पनि पाकेर रेडी हुन्छ। अनि रेडी भइसके पछाडि मैले चाहिँ के कस्तो छ भनेर हेरिसके पछाडि अर्कोतिर भने भात बसाल्छु। भात बसालेपछि हामीलाई फेरि धेरै चाहिँदैन नि त, जम्मा 2-3 जना हो, त्यही भएर मैले चाहिँ धेरै झोल पनि बनाउन चाहिनँ। अनि हामी चाहिँ मेरो बुढो पनि आउनुभयो रातिको 8-9 बजी आउँदाखेरि। अनि हामी आएर खानासाना खायौँ। अनि त्यस पछाडि त्यस लगत्तै आउँदाखेरि फेरि पिज्जा लिएर आउनुभएको रहेछ। अनि मेरो छेउ चाहिँ खुसी हुँदै लिएर आइदिएँ कि। अनि त्यस पछाडि मैले चाहिँ केही छैन, म फेरि भित्रहरू पुरा टिभीमा त्यही अनुसारले गाना बजिरहेको छ नि त। अनि म पनि पुरा इन्जोय गरिरहेको छु। अनि मेरो छोरी खुसी हुँदै यहाँ हेर्नु न पिज्जा गरिरहेको छिन्। अनि कहिले काहीँ होइन यस्तो पनि खुसी पनि दिनु पऱ्यो नि त। अनि फेरि हामीले खाना आइसके पछाडि भन्दा पनि कहाँ कन्ट्रोल गर्न सक्ने, पहिले नै खायौँ। अनि त्यस पछाडि खानासाना खायौँ। अनि हामी चाहिँ सुत्यौँ। पिज्जा अरू त्यही साथीहरू हेर्नु न निकाल्न नपाउँदै नानीले चाहिँ पहिले नै निकालेर खाइसकेकी छिन्। हामी 3 जना चाहिँ बसेर खायौँ, इन्जोय गऱ्यौँ। आजको मिनी ब्लग चाहिँ यति नै हो साथीहरूले, भेटौँ अर्को मिनी ब्लगमा। त्यही भन्दै आजलाई चाहिँ यति नै हो। सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला, माया गरिदिनु होला भन्दै बाई बाई।